जनकपुर धाममा अन्तगृह परिक्रमा सुरु। फागुन औँसीका दिन धनुषाको खेरा कचोरीबाट निस्किने मिथिला बिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्किने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमान नगर पुगेपछि माध्यमिक परिक्रमा विधि रूपमा सुरु हुने परम्परा रहेको छ। महाशिवरात्रि लगतै सुरु भएको मिथिलाको लोकप्रिय 15 दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपटक फागुन महिनामा हर्षोल्लास भक्तिमय देखिएको छ। प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापन भएका 4 शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर नाथलाई आधार मानी परिक्रमा गरिन्छ। यसलाई मिथिलाञ्चल क्षेत्रका महाकुम्भ भनेर पनि चिन्ने गरिन्छ। बिहीबार मध्य रातमै जनकपुर धामको अधिकांश चोकमा दाउरा काठलाई एकीकृत गर्दै होलीको प्रतीक बनाई होलिका दहन अन्तगृह परिक्रमा सुरु भएको छ। यस मिथिला माध्यमिक परिक्रमाको अन्तिम पडाउ रूपमा रहेको जनकपुरको अन्तगृह परिक्रमामा हजारौं तीर्थयात्रीहरू सहभागी भएका छन्। 15 दिवसीय मिथिला माध्यमिक परिक्रमाका कारण यात्रीहरू पूर्णिमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोला सहित जनकपुर आएपछि माध्यमिक परिक्रमा गर्ने छुटेकाहरू अन्तगृह परिक्रमामा सहभागी हुने गर्दछन्। पापबाट मुक्त हुने, रोग व्याधि निको तथा जीवनको अन्त्य स्वर्गमा प्राप्ति हुने जनविश्वासमा भनाइरहेको छ।
काम कर Krishna, Hare Krishna, Hare Krishna, Krishna Krishna, Hare Hare.